वेलकम टू माई यूट्यूब चैनल। सबैलाई वेलकम छ मेरो यूट्यूब चैनलमा। आज चाहिँ गाइज हामीहरु चाहिँ पानीपुरी बनाउँदै छु हैन। ल मैले चाहिँ अब पानीपुरीको डल्लाहरु तेलमा फ्राई गरेर बनाउँदै छु। सबैजना लास्टसम्म हेर्दिनु होला। अहिले चाहिँ म तेलमा फ्राई गर्न लाग्छु, सबैजनाले हेर्दिनु होला। ल त लास्टमा बन्दिनु होला यति भन्न चाहन्छु। सबैजना हेर्दिनु होला पानीपुरी। आउ के का लागि निमल्ला छ है हो जाला पनि पर्छ अप्ठ्यारो दा अरे एक के बिग्रिनु पर्यो पटामा हानिल्ने मलाई हामीसँग फेस पनि देखाए मान्छेहरुको हेर कत बिग्रेन दुई कालिङ्गर नभई ज्या चिजमा कालिङ्गर हुनै पर्छ यसलाई। हे भगवान हेर पनि अब जुन यहाँमी थापेर यहीँ त हाल्नु छाड्यो, यहीँ त हाल्यो। अब यो यहाँ र अब गर्छु न त्यस्तो ल गाइजहरु अब फाइनली अब पानीपुरी सकिन लागिसकेको छ। ल सबैजना लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला र लास्टसम्म हेर्दिनु होला। भिडियो एकदम खतरनाक छ। पानीपुरी कसरी बनाउने सबै आइटम सब हामीहरु सिकाउँदै गर्छु। अब चाहिँ पानीपुरी बन्दैछ। ल सबैजना लास्टसम्म हेर्दिनु होला। ल फाइनली गाइज हामीहरुको चाहिँ 3-4 थाली पानीपुरी भइसकेको छ। अब लास्ट अब आधा प्याकेट बचा छ। ल अब चाहिँ आधा प्याकेट मात्रै छ। ल सबैजना हेर्दिनु होला। लाइक कमेन्ट सब्स्क्राइब कसैले पनि गरेको छैन भने एकचोटी लाइक कमेन्ट सब्स्क्राइब चाहिँ सबैले हान्दिनु होला। राम्रो सर क्यामेरामा देखा ल साथीहरु फाइनली हाम्रो चाहिँ पानीपुरी सबै बनिसकेको छ। अब यति छ पानीपुरी। अब यो पानीपुरी सकिसक्यो। ल अब चाहिँ हामी आलु उमालेको आलु लिएर अनि त्यसलाई त्यसको तरकारी बनाउन गइरहेका छौं। ल आलुको मसला ससला हामीले रेडी गरिसकेका छौं। सबैजना लास्टसम्म हेर्दिनु होला। कस्तो हुन्छ म हजुरलाई खाएर चेक गरेर बताउने छु। ल साथीहरु फाइनली हाम्रो सब्जी नि तयार भइसकेको छ। ल अब हामी चाहिँ पानी बनाउन गइरहेका छौं। एकछिनमा पानी बनाउँछौं। तरकारी चाहिँ हाम्रो ल बनिसकेको छ। म चेकिङ गर्न लाग्छु। ठीक छ एकदम सही भएको छ तरकारी चाहिँ। ल हामी पानी बनाउन गइरहेका छौं। ल अब गाइस तरकारी चाहिँ पुरा कम्प्लिट भएको छ। अब म पानीको लागि पानीमा चाहिने चुक जति चाहिन्छ त्यति दबाएर चुक हाल्नु पर्ने हुन्छ। हामीले आधा टोप पानीमा आधी बोतल चाहिँ चुक हाल्नै पर्ने हुन्छ। त्यसैले मैले चुक दबाएर हाले। पुगेन जस्तो लाग्यो फेरि दबाइदिए के चुक मैले। चुक बच्चाबस दबाएर हालिसके पछि चाहिँ
पचाबच आधी डब्बा जति हामीले चुक हालिसक्नुपर्ने हुन्छ। आधी डब्बा चुक हाल्यो भने अनि बल्ल हामीले अरू सामान हाल्नुपर्छ। अब यो चाहिँ पानीपुरीको मसला हुन्छ, मतलब झोलको मसला। अनि त्यो झोलको मसला मैले आधी डब्बा जति हालेँ दबाएर। एकदम यस्तो हुन्छ कि अब के भन्नु गाइज, म मात्र अब अजिना पनि हाल्छु मैले। अजिना चाहिँ धेरै नहाल्नु होला, आधी झिल्ली जति हाले पुग्छ, किनभने हड्डी गलाउँछ धेरै खायो भने। त्यसैले अब चाहिँ हामी खुर्सानी हाल्न आँट्छौँ, मतलब तेलमा फ्राई गरेको स्पेसल दोकानको वाला होइन कि, एकदम ताजा ताजा सही किसिमको। खुर्सानी हालिसकेपछि चाहिँ मैले ल अब पानी बनाउन गइरहेको छु। र हाम्रो चाहिँ पानी फाइनली कम्प्लिट भइसकेको छ गाइजहरू। हाम्रो पानी एकदम शुद्ध खतरनाक भएको छ। अब चाहिँ म एकछिनमा टेस्ट गरेर भन्नेछु हजुरलाई। फाइनली हाम्रो झोल तयार भइसकेको छ। अब हाम्रो झोल चेक गरेर भन्छु कस्तो छ। एकदम ठिक छ, झोलमा चाहिँ हल्का चुक कम रहेछ, अरू त सब ठिक छ। त्यसैले मैले चुक फेरि दबाएर हालिदिएँ। चुक चाहिँ धेरैभन्दा धेरै हाल्नुपर्छ कि, हल्का चुकले खट्टो पानी भयो भने यस्तो बवाल हुन्छ क्या गाइज। थोडा अजिना नि मैले हल्का कम हालिदिएको छु, थोडा फेरि अजिना हालेँ। मसला नि हल्का हल्का हाल्नुपर्ने हुन्छ, त्यसैले मसला फेरि हल्का हालेँ मैले। त्यसपछि मैले मजाले घोलिसकेपछि मजाले घोल्नुपर्छ, आरामले बिस्तारै बिस्तारै घोल्नु होला। मजाले घोलिसकेपछि हाम्रो पानीपुरीको झोल चाहिँ फाइनली गाइज तयार भइसकेको छ। अब हाम्रो पानी चाहिँ एकदम खतरनाक, मतलब हजुर म ठाउँ भएको भए म टेस्ट गराउँथेँ हजुरलाई। एकदम खतरनाक भएको छ फाइनली गाइज हाम्रो झोल चाहिँ। अब के भनौँ, पानीपुरीको झोल फेरि मैले टेस्ट गरेँ एकछिनको लागि। अरे यस्तो थियो कि अब के भन्नु, म बयान मात्रै, एउटा पानीपुरी म खाएर चेक गर्छु ल गाइज। फाइनली मैले हल्का आधी चम्मच तरकारी हालेर झोल हालेर, किनभने हाम्रो कम्प्लिट भइसकेको छ नि त पानीपुरी। टेस्ट गर्छु एउटा गाइज। फाइनली मैले पानीपुरी खाएको त गाइज यस्तो राम्रो कि अब के भनौँ गाइजहरू। फाइनली हाम्रो पानीपुरी तयार भइसकेर पनि सब चपाचट गरिसकेका छन्। राक्षस जस्ताहरूले पानीपुरी चाहिँ सबै सकाइसकेका छन्। सबभन्दा बढी खाने मोटी धन्याकै यो, त्यसपछि त्यसकी आमा यो। यति धेरै पानीपुरी सकाइदियो गाइज। थ्याङ्क यू सो मच।